हेलो नमस्ते गाइज। अब आज पनि सानो भिडियो लिएर उपस्थित भएको छु। अब आज चाहिँ म ठ्याक्कै रातको 2 बजेको छ। अघि 9 बजेदेखि गाउँदेखि हिँडेको यता सानोतिनो पहिरो चाहिँ कटेर आयो। अझ यस्तो खालको पहिरो लडाइँ चाहिँ समस्या यस्तो छ। ठ्याक्कै अब यो खुकुरले काट्दा पनि नकाटिने छ। यताबाट पहिरो झरेको छ, छिकेको छ। मेरो गाडी चाहिँ यहाँ छ। बिरामी चाहिँ एकदमै काटिएर यो देब्रे भागमा काटेर मुटु देखिएको छ। अब अघि एकचोटि उहाँ एकदम लास्ट स्टेपमा पुगेर फर्किनु भएको छ। अब बाटो चाहिँ यस्तो कसरी लाने होला त गाइज। अब पालिकासँग समन्वय चाहिँ गरेको छु जेसिबी पठाउनु भनेर। अब जेसिबी कहाँ छ के छ होइन यस्तो छ। पहिरो यहाँ त माथिबाट झरेर छ गाइज। अब बिरामीलाई बचाउने तर्फ लाग्ने भनेको यस्तो छ। अब भिडियो कन्टिन्यू हुन्छ, हेर्दै गर्नु होला ल। अब चाहिँ पालिकादेखि समन्वय गरेर मैले पालिका प्रमुखलाई फोन गरेर उपप्रमुखलाई फोन गरेर अब यहाँ हाम्रो चाहिँ पालिकाकै जेसिबी आउने भयो। अब लगभग 1 घन्टामा आइपुग्छ होला पालिकाबाट। अब हामी चाहिँ यहाँ यो मेसिन आएपछि फेरि म भिडियो जोड्नेछु ल। हाम्रो प्रतिनिधि हाम्रो पालिका उपप्रमुख पनि आइसक्नु भयो कोदाली बोकेर। यतिको चाहिँ हुनुपर्छ सहयोग भनेको यस्तै हो। यहाँ सर आउँदै हुनुहुन्छ, हाम्रो यहाँ दाजु दिदीहरू, उहाँहरू सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु म पनि। अब यतिको सहयोग राति हुँदो 2 बजे, रातको 2 बजे यतिको मान्छे भेला हुनु भनेको राम्रै भावना बोकेको मान्छेहरू हुनुहुन्छ। धन्यवाद उहाँहरूलाई पनि। अब अध्यक्ष पनि आउँदै हुन्छ मिसिन लिएर। अब मिसिन लिएर चाहिँ हाम्रो यो पन्साउने कार्यक्रम हुन्छ, त्यो पनि भिडियो गर्नेछु ल साथीहरू। हाम्रो मेसिन पनि आइपुग्यो। अब अझै बाटो पन्साउने कार्यक्रम हुन्छ, छिर्छ होला। अध्यक्षज्यू ओर्लिँदै हुन्छ। हाम्रो अध्यक्षज्यू उपाध्यक्षज्यू सबै भेला हुनुभएको छ, गाउँको सम्पूर्ण टिमहरू। नमस्ते खुबा यो लगाइदिनु, अनि उब्रियो भने तपाईँ पनि लगाउनु ल। यो लुगा फेरिदिनु, उहाँलाई चिसो हुन्छ नि। अध्यक्षज्यू पनि आउनु भएको छ, है फेरिहाल्नु न। ए हुन्छ ल। अब हामी यो पन्साउँछौँ उहाँलाई दिनु दाइ। यो बिरामीलाई अध्यक्षज्यूले सहयोग गर्दै हुन्छ है बिरामीलाई। ल यस्तै छ। मेसिनले गेडौँ होला पहिला। व्यक्तिको प्रतिनिधि चाहिँ चाहिन्छ है साथी हो हामीलाई। हाम्रो गुरुलाई पनि धन्यवाद, हाम्रो अध्यक्ष उपाध्यक्षज्यूलाई पनि धन्यवाद, हाम्रो मेसिन हाम्रो सरोज पटेल सम्पूर्णलाई धन्यवाद।